Australia, in Western Australia, and we are now in the way. Say hello everyone. Hi guys, अब हामी चाहिँ यहाँबाट निस्किसक्यौं। अब हाम्रो भान्जा भान्जी आउँदै हुनुहुन्छ, उहाँहरूलाई पिक गर्छौं अनि त्यसपछि चाहिँ अनि हामी डाइरेक्ट योर्क गएर भेट्छौं है त। थ्यांक यू। हाम्रो भान्जा भान्जी पनि आइसक्नु भएको छ। हेलो, मैले बनाइरहेको छु के भान्जा, हेलो भन्नु त। हेलो माइजु, हेलो हेलो हेलो। यो चाहिँ तोरीबारीमा है हामी फोटो खिच्नलाई रोकेको छौं साथीहरु। सबैजना पारै पालो तोरीबारी फुलेको छ, यहाँ हेर्नु सक्नुहुन्छ तपाईहरुले। नमस्ते सबैजनालाई। अहिले हामी यो योर्क पुग्दैछौं, पुगिसकेको चाहिँ छैनौं। एकदम अनएक्सपेक्टेड अनेस्टली हामीले त तोरीबारी अहिले तोरी फुलिसकेको बेला छैन, यो क्यानोला चाहिँ फुल्ने बेला भएको छैन होला भन्ने सोचिराखेका थियौं, तर हाम्रो विश अनएक्सपेक्टेडली पुरा भयो। तोरी जस्ट फुल्न सुरु भइसकेको रहेछ। आफ्टर अ मन्थ अझै राम्रो चाहिँ भ्यू देखिँदैछ यहाँ। अनि हामीले चिया बनाएर ल्याएको थियौँ घरबाट, अहिले चाहिँ यहाँ टी ब्रेक लिएर बस्दैछौँ। एकदमै रमाइलो छ यहाँ। मेरो भान्जा सुमन, हेलो हेलो हेलो, अनि भान्जी ममता, हेलो, यो चाहिँ मेरो वाइफ यशोदा, अनि म भइहालेँ। सो अब म तपाईँहरूलाई एक्चुअली यतापट्टिको ल्यान्डस्केप पनि देखाउँछु। यता पनि तोरी फुल्ने बेला चाहिँ हुँदैछ, तर अलि समय लाग्छ यता चाहिँ, यतापट्टि साइडमा। सो एकदमै रमाइलो छ। यदि तपाईँहरू योर्क आउने प्लान गर्दै हुन्छ भने नेक्स्ट मन्थ चाहिँ पर्फेक्ट टाइम हुन्छ। त्योभन्दा ढिला आउनु भयो भने चाहिँ सायद नरहनु पनि सक्छ। केबेरको चिया ब्रेक पछि अब चाहिँ हामी जाँदैछौँ। तपाईहरुलाई अहिले हामी माथि गएर अपडेट गर्छौँ है त। योर्क जाने बाटोहरु चाहिँ एकदमै सुन्दर लाग्यो। बीचको यो तोरीबारीले त झनै एकदमै मनमोहक बनाइरहेका छन् है यी दृश्यहरू। र अब केही क्षणमा हामी योर्क पुग्ने छौं र भेट्ने छौं है त। निकै भोक लाग्यो। सो अहिले हामी यो योर्कको सिटी छेउमा एउटा पार्क छ, पार्कमा बसेर हामीले घरबाट बनाएर लिएर आएको भेराइटिजहरू खाँदैछौँ। र आज हामीसँग छ भुजा, त्यसै गरी मेरो प्लेटमा देख्न सक्नुहुन्छ भुजा, चुरा, यो चाहिँ हरा मटर, अनि यो चाहिँ सेतो चना, अनि यो चिप्स, यो चिकन, ड्राई चिकन, अनि यहाँ वाइवे पनि छ है। अब फेरि वाइवे भएन भने त नेपाली भएन नि त। अनि सो अहिले चाहिँ हामीले खाइसक्यौँ अनि यतिकै यहाँ पार्क हेरिरहेको छौँ है। यो एकदम नजिकै यो पोखरी एकदम राम्रो देखिरहेको छ। अनि यो पार्क चाहिँ यस्तो छ, योर्कको पार्क हो। आई डोन्ट नो के नाम हो, मैले नि बिर्सिएँ। म हजुरहरूलाई भिजिट गराउँछु। यता छ यो बस्ने ठाउँहरू, त्यता चिल्ड्रेन खेल्ने ठाउँहरू हो त्यो चाहिँ। अनि यता वासरुम छ यो पार्कमा है। तपाईहरु पनि योर्क आउनुभयो भने पार्कमा हैन बसेर एकछिन ह्याङ आउट गर्नु हुँदा हुन्छ। यहाँ मेरो साथीहरु यहाँ फोटो खिच्ने कार्यक्रम चलिरहेछ। अनि आउनु भयो यहाँ अर्को हाम्रो ब्लगर, सेकेन्ड ब्लगर के भन्नु छ हजुरलाई? भर्खर अब के गरिदियो हैन। अनि त्यसपछि अब चाहिँ हामी मेन योर्क सिटीतिर जाँदैछौँ। यहाँको पर्थको एउटा पुरानो एउटा सहर भनौँ, हुन त अझै गाउँै छ तर अलिकति डिफ्रेन्ट छ। बिल्डिङहरुदेखि लिएर सबै कुराहरु डिफ्रेन्ट छ। एकदम रमाइलो छ, एकदम राइट टाइम आज सन्डे डे आउँछ भन्नु भएको छ। लन्डन हाउस पनि जान्छु, यहाँ लन्डन हाउस पनि छ है। सो वी विल शो यु गाइज
how it is. Okay, let's go. हामी पार्कबाट यता अलि नजिकै रहेको यो पाउन्डमा छौँ। गाडीबाट चढेर एकछिन हामी हिँडेर एक्सप्लोर गर्दैछौँ यो टाउन अर सिटी अर whatever 72 मा बनेको छ। 8 वर्ष यो चाहिँ 1872 मा बनेको मिलियन पहिलाको पोस्ट अफिस यस्तो 63 अस्ट्रेलिया पोस्ट पुरानो सामानहरू गाडीहरू यो चाहिँ पर्थको एकदम पुरानो सहर हो गाइस देखाइरहेको छु है 90s को लन्डन हो यो चाहिँ यो चाहिँ हाम्रो बेलना अहिले चाहिँ हामी यो योर्कको चाहिँ टाउन हाउस अगाडि छौँ। यो चाहिँ एकदमै फेमस छ योर्कमा। अनि सो योर्कमा तपाईँहरूले सायर अफिस एन्ड लाइब्रेरिज, पिस पार्क, म्युजियमदेखि लिएर ट्रान्सपोर्ट रेजिस्टर देख्न सक्नुहुन्छ। निकै सुन्दर छ। मस्ट एट्र्याक्सन र यतापट्टि चाहिँ एउटा होटल छ अनि यता योर्क मेन बजार छ। चाहिँ हामी यो यहाँको सपमा आएको छौँ योर्कको एकदमै राम्रो छ। Something like that. Yeah, we came from Perth. यो चाहिँ लुकआउट हो है योर्कको अलिकति माथि छ। यस्तो भ्यू देख्दो रहेछ। म चाहिँ माथि जाँदैछु। जम्मा 5 मिनट ड्राइभ हो है। Oh my god, this is the view. The view guys, view एकदमै राम्रो देखिरहेको थियो यो सनसेटको भ्यूहरू। अनि आजको दिन नै हामीले यहाँ योर्कमा नै बितायौँ। अनि नाच्दै गाउँदै रमाउँदै हामी चाहिँ घर फर्किँदैछौँ।
थ्याङ्क यू सो मच एभ्रीवन फर वाचिङ। यस्तै रमाइलो ट्राभल ब्लगको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। ह्याभ अ गुड डे।